2082 फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेपाल सरकारले निर्वाचन प्रहरी अर्थात् म्यादी प्रहरीको विज्ञापन खुलाएको छ र 1,33,980 सङ्ख्यामा खुलाएको यस पदमा 2082 पौषको 25 देखि 2082 माघ 1 गतेसम्म आवेदन दिन पाइनेछ। आवेदन दिनका लागि 77 जिल्लाको जिल्ला प्रहरी कार्यालय, त्यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरमा आवेदन दिन सक्नुहुनेछ र उमेरको हदको कुरा गर्दा 18 वर्षदेखि 54 वर्ष ननागेको इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। अर्थात् यदि तपाईँ 2028 माघ 1 गतेदेखि 2064 माघ 1 गतेभित्र जन्मिनु भएको छ भने तपाईँ यस पदको लागि योग्य रहनुहुनेछ। यसको आवश्यक न्यूनतम योग्यताको कुरा गर्दा साधारण लेखपढ मात्र गर्न जान्ने भए पुग्छ। यदि नेपाली नागरिक हुनु पर्यो, साधारण लेखपढ गर्न जान्ने हुनु पर्यो, त्यसैगरी कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनु पर्यो, शारीरिक र मानसिक रूपले स्वस्थ रहनु पर्यो, त्यसैगरी नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको हुनु पर्यो, त्यसैगरी महिलाको हकमा गर्भवती नभएको अथवा नरहेको हुनु पर्यो। यसको पुरुषको हकमा उचाइ 5 फिट हुनु पर्यो भने छाती 31 देखि 33 इन्चसम्मकोलाई मान्यता दिइनेछ। तौल 50 केजी हुनु पर्यो न्यूनतम। त्यसैगरी महिलाको हकमा उचाइ न्यूनतम 4 फिट 10 इन्च हुनु पर्यो, त्यसैगरी तौल 42 केजी भएको हुनु पर्यो। यसको निर्वाचन प्रहरी 1,33,980 जना कसरी छानिन्छ भन्नेमा नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नेपालको सेवाको निवृत्तिवरण वा उपदान प्राप्त सुरक्षाकर्मी वा पूर्व वन रक्षक भएको छ भने बढी प्राथमिकता गराइनेछ। त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालमा विक्रम सम्वत 2081 माघ 1 गतेदेखि 2082 पौष मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक र तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका हकमा प्रवेशपत्र पेश गर्ने व्यक्तिलाई पनि मान्यता प्राथमिकता राख्ने भयो। त्यसैगरी यसअघि भएका निर्वाचनमा तपाईँ म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम गरेको हुनुहुन्छ भने तपाईँको लागि यस प्राथमिकता बढी राखिनेछ। त्यसैगरी विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिकलाई बढी प्राथमिकता राखिनेछ। र तपाईँहरूले यो फारम बुझाइसकेपछि सम्पर्क गर्नुपर्ने मिति हो 2082 माघ 4 गते। स्थान चाहिँ तपाईँहरूले जहाँ जहाँ आवेदन फारम भर्नुभएको थियो त्यहाँ सम्बन्धित प्रहरी कार्यालयमा। अब यसको छनौटको कुरा गर्दा 2082 माघ 5 देखि 2082 माघ 9 गतेसम्म छनौट हुनेछ र अन्तिम नतिजा तपाईँको 2082 माघ 12 गते यसको अन्तिम नतिजा प्रकाशित हुनेछ। त्यसैगरी तालिम चाहिँ 2082 माघ 15 देखि 2082 माघको 24 गतेसम्म तालिम हुनेछ। यसको छनौट विधि मैले अघि नै भनिसकेँ र यसको चाहिँ कुनै लिखित परीक्षा दिनु पर्दैन। यसको लागि एउटा फिजिकल मात्रै हुन्छ यसको परीक्षा र 40 दिनसम्म नियुक्ति पाएकोले मितिदेखि 40 दिनसम्म यसको कार्य अवधि हुनेछ र नेपाल सरकारले यदि निर्वाचनको मिति परिवर्तन गरेमा निर्वाचन प्रहरीको कार्य अवधि पनि हेरफेर हुनेछ र सोही अनुसारको तलब भत्ता पनि परिमार्जन हुनेछ। अब लागौँ सेवा सुविधाको कुरा गर्दा 40 दिनसम्मको लागि तपाईँहरूले एकमुष्ट 34,776 को रुपियाँ प्राप्त गर्नुहुनेछ। अर्थात् प्रतिदिन 869 रुपियाँ 40 पैसाको दरले पाउनुहुनेछ। त्यसैगरी यो निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दर रेट अनुसार प्रति निर्वाचन प्रहरी 40 दिनको लागि खाद्यान्न बापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइनेछ। 40 दिनको अब खाना खर्च कति हुन्छ त्यो चाहिँ तपाईँको सम्बन्धित बैंक खातामा उपलब्ध गराइनेछ। त्यसैगरी निर्वाचन खटिएको ठाउँमा र आउन र जाने तयारी स्वरूप प्रति निर्वाचन प्रहरी एक पटकको लागि रु 846 रुपियाँ प्रदान गरिनेछ तयारी खर्चको स्वरूप। त्यसैगरी 300 रुपियाँका दरले 4 दिनसम्मको 1200 रुपियाँ खाजा खर्च जुन चाहिँ निर्वाचन हुने अवधिको 4 दिनसम्मको लागि 300 को दरले 1200 एकमुष्ट खाजा खर्च उपलब्ध गराइनेछ। त्यसैगरी पोसाक भत्ता नेपाल प्रहरी प्रदान कार्यालयबाट तोकिए बमोजिमको दर रेटको आधारमा पोसाक बापतको रकम उपलब्ध गराउनेछ नेपाल सरकारले। त्यसैगरी सम्पूर्ण रकम यी माथि उल्लेखित सम्पूर्ण रकम बैंक खातामा उपलब्ध गराइनेछ।
त्यतिखेर सम्पूर्ण नगद भन्दा पनि बैंक खातामै सम्पूर्ण सेवा सुविधा प्रदान गरिनेछ उपलब्ध गराइनेछ। यदि कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा वा निज स्वयंले र मृत्यु भएको खण्डमा निज नजिकको हकदारले नेपाल सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन्। त्यसैगरी निर्धारित अवधिभन्दा अगावै गैर हाजिरी रहेमा वा जिम्मेवारी पूरा नगरै भागेमा त्यस्तो निर्वाचन प्रहरीलाई कुनै पनि सुविधा बापतको रकम उपलब्ध गराइने छैन। त्यसैगरी अर्को शर्तको कुरा गर्दा कुनै मनासिब कारणले निर्वाचन प्रहरीको करार अवधिभन्दा अगाडि छाड्ने परिस्थिति भएमा 20 दिन वा सोभन्दा बढी दिन काम गरेको रहेछ भने काम गरेको दिनसम्मको सेवा सुविधा पाउनेछ। अघि नै भनिसके प्रतिदिन 869 रुपियाँ 40 पैसा प्राप्त गर्नुहुनेछ। त्यसैगरी नियुक्ति प्रक्रियामा रहेको अवस्थामा वा नियुक्ति भइसके पनि तापनि निर्वाचन स्थगित वा रद्द भएमा तपाईले लिनुभएको नियुक्ति स्वतः रद्द हुनेछ र सम्बन्धित विस्तृत बुझ्नका लागि तपाईँ सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा नेपाल प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागको भर्ना छनौट शाखाको फोन नम्बर 0157199227 मा सम्पर्क गर्नुहुन सक्नुहुनेछ। र लक्षित निर्वाचन प्रहरीको विज्ञापन खुलिसकेको छ र यस सँगसँगै नेपाल राष्ट्र निर्वाचनमा होमिएको छ र यस भिडियोलाई अत्याधिक रूपमा सेयर गर्नुहोला र सम्बन्धित जो कोही इच्छुक हुनुहुन्छ उहाँलाई पुर्याउनुहोला। केही जानकारी प्राप्त गर्न चाहेमा कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। धन्यवाद।